वेलकम टु माई न्यू भिडियो। आजको यो क्लासमा हामी चाहिँ भोलुमेट्रिक एनालाइसिसमा कसरी न्युमेरिकलहरू सल्भ गर्ने, भोलुमेट्रिक एनालाइसिससँग सम्बन्धित न्युमेरिकलहरूलाई कसरी सल्भ गर्ने र यसका लागि एकदमै ट्रिकी भिडियो तपाईँहरूमाझ लिएर म आइसकेको छु। यसलाई हेरेर साथ दिनुहोला। म यो लेन्दी गर्दैन, एकदम सर्टकटमा तपाईँहरूलाई बुझाउने प्रयास गर्नेछु। अब भोलुमेट्रिक एनालाइसिसमा यस्तो बेसिक टर्म्सहरू चाहिँ तपाईँहरूले जानेको हुनुपर्छ है। सबभन्दा पहिला इक्विभ्यालेन्ट वेट भनेको के हो? इक्विभ्यालेन्ट वेट भनेको एटोमिक वेट र कुनै पनि इलिमेन्टको भ्यालेन्सीको रेसियो हो है। अब यहाँनिर यो इक्विभ्यालेन्ट वेट इज इक्वल टु हुन्छ एटोमिक वेट डिभाइडेड बाई भ्यालेन्सी। यसलाई चाहिँ हामी ले इन्डिकेट गर्छौँ। फर एक्जाम्पल, इफ एटोमिक वेट अफ म्याग्नेसियम इज 24, यदि म्याग्नेसियमको एटोमिक वेट 24 छ भने त्यसको भ्यालेन्सी सपोज 2 छ भने त्यसको इक्विभ्यालेन्ट वेट हामीले कसरी क्याल्कुलेट गर्ने? 24/2 गर्ने र त्यसको इक्विभ्यालेन्ट वेट हामीसँग आउँछ 12। केही समस्या छ? छैन। अब केही कम्पाउन्डहरू छन्, तिनीहरूको इक्विभ्यालेन्ट वेट हामीले जान्नु जरुरी छ। जस्तै NaOH को इक्विभ्यालेन्ट वेट 40 हुन्छ, NH4OH को इक्विभ्यालेन्ट वेट 35 हुन्छ। त्यसै गरी CaOH2 को इक्विभ्यालेन्ट वेट 37 हुन्छ, H2SO4 को इक्विभ्यालेन्ट वेट 49 हुन्छ, HCl को इक्विभ्यालेन्ट वेट 36.5 हुन्छ, NaCl को इक्विभ्यालेन्ट वेट हुन्छ 58.5, Na2CO3 को इक्विभ्यालेन्ट वेट हुन्छ 53, CaCO3 को इक्विभ्यालेन्ट वेट हुन्छ 50। मैले यो इक्विभ्यालेन्ट वेटको बारेमा तपाईहरुलाई किन जानकारी गराएँ भने यी कम्पाउन्डका इक्विभ्यालेन्ट वेटहरू तपाईहरुलाई पटक पटक चाहिने हुन्छन्। यो कन्सेप्ट तपाईहरुले बुझ्न जरुरी छ। इक्विभ्यालेन्ट वेट अफ म्याग्नेसियम इज इक्वल टु 12। 1 ग्राम इक्विभ्यालेन्ट अफ म्याग्नेसियम इज 12 ग्राम है। यदि म्याग्नेसियमको इक्विभ्यालेन्ट वेट 12 हुन्छ भने 1 ग्राम इक्विभ्यालेन्ट अफ द म्याग्नेसियम वेट भनेको कति हो त? 12 ग्राम हो। यो कुरा हामीले थाहा पाउनुपर्छ। यो कन्सेप्ट हामी अलिकति पछि न्युमेरिकल्सहरू सल्भ गर्दै जाँदा झनै बुझ्छौँ। त्यसै गरी इक्विभ्यालेन्ट वेट अफ HCl 36.5 है। यो भनेको 1 ग्राम इक्विभ्यालेन्ट अफ HCl इज इक्वल टु 36.5 ग्राम। अब अगाडि बढौँ। Number of gram equivalent of one substance is equal to number of gram equivalent of another substance for complete neutralization है। यदि कुनै पनि रियाक्सनमा कम्प्लिट न्युट्रलाइजेसन भएको छ, गिभन एसिड एन्ड बेस कम्प्लिटली सल्ट एन्ड वाटरमा चेन्ज भएको छ, त्यसैलाई चाहिँ हामी के भन्छौँ? कम्प्लिट न्युट्रलाइजेसन भन्छौँ। कुनै पनि रियाक्सनमा यदि कम्प्लिट न्युट्रलाइजेसन भएको छ भने त्यो बेलामा के हुन्छ त? नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ वान सब्स्टेन्स इज इक्वल टु नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ एनदर सब्स्टेन्स। यो कुरा बुझ्ने है। अब यहाँनिर चाहिँ हाम्रो नम्बर अफ ग्राम इक्विभ्यालेन्ट क्याल्कुलेट गर्नको लागि वेट र इक्विभ्यालेन्ट वेट दिएको छ भने त्यो बेलामा यसरी हामी नम्बर अफ ग्राम इक्विभ्यालेन्ट क्याल्कुलेट गर्न सक्छौँ। त्यसै गरी हाम्रो चाहिँ नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अर्को कन्डिसनमा नर्मालिटी र भोल्युम दिएको छ भने यसरी चाहिँ हामीले क्याल्कुलेट गर्न सक्छौँ। सो कम्प्लिट न्युट्रलाइजेसन रियाक्सनको लागि के हुन्छ? मैले के भनेको छु? नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ वान सब्स्टेन्स इज इक्वल टु नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ एनदर सब्स्टेन्स। कम्प्लिट न्युट्रलाइजेसन रियाक्सनको लागि चाहिँ के हुन्छ भने जहिले पनि यो नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ वान सब्स्टेन्स इज इक्वल टु नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ एनदर सब्स्टेन्स। ल अब यो कुरा भयो। अब हामी एउटा यहाँनिर सानो क्वेसन है, सानो एकदमै क्वेसन गरेर चाहिँ ट्राई गर्छौँ। अब त्यो क्वेसनले के कुरा हामीलाई सिकाउँछ, त्यो केही कुराहरू बुझ्छौँ है। यो क्वेसन हेरौँ है। मैले तपाईँलाई क्वेसन देखाउँदैछु यहाँनिर। यो क्वेसनले के भनेको छ भने है, X ग्राम अफ CaCO3 रियाक्ट्स कम्प्लिटली विथ 20 ml अफ 1 mHCl। यो 1 m भनेको चाहिँ मोलारिटी हो है। 1 mHCl क्याल्कुलेट द भ्यालु अफ X। हामीलाई भ्यालु अफ X के गर्नुपर्ने छ? यहाँनिर क्याल्कुलेट गर्नुपर्ने छ। अब हामी सिधै जाउँ यहाँनिर है। वेट अफ CaCO3 W ले इन्डिकेट गर्छ। यसलाई चाहिँ हामी के गर्दियौँ? XGM गरिदिउँ है। हामीलाई अलरेडी दिएको छ कि छैन? छ है। अब यसपछि
है भोल्युम अफ HCl भोल्युम अफ HCl V इज इक्वल टु हामी गर्दियौं भोल्युम अफ HCl कति दिएको छ 20 ml दिएको छ 20 ml गर्दियौं है ठीक छ त्यसैगरी हामीलाई मोलारिटी m इज इक्वल टु 1 m दिएको छ ठीक छ केही पनि कन्फ्युजन छैन अहिलेसम्म हामीलाई थाहा छ we know that normality है normality m is equal to m into x है अब यो x चाहिँ के हुन्छ भने एउटा कुरा ध्यान दिऊ है यो YAS2 YASO4 को लागि छ नि यो YAS2 YASO4 को लागि x को भ्यालु चाहिँ 2 हुन्छ किनकि यहाँनिर चाहिँ हाम्रो दुईटा हाइड्रोजन छ यो आयोनाइज हुँदाखेरि यो चाहिँ के त दुईटा हाइड्रोजनमा स्प्लिट हुन्छ कि हुँदैन प्लस YASO4 माइनस माइनस आयन आउँछ दुईटा हाइड्रोजनमा स्प्लिट हुन्छ क्या यो आयोनाइजेसन हुँदाखेरि त्यही भएर यहाँ चाहिँ x को भ्यालु 2 हुन्छ त्यसैगरी अरु पनि जस्तै फर एक्जाम्पल NaOH मा चाहिँ x को भ्यालु 1 हुन्छ के किनकि एउटा हाइड्रोजन छ है OH आयोनाइज हुँदाखेरि एउटा हाइड्रोजन आउँछ त्यो भएको कारणले गर्दा x को भ्यालु यहाँ 1 हुन्छ त्यसैगरी HCl को केसमा चाहिँ x को भ्यालु के हुन्छ त 1 हुन्छ है एउटा हाइड्रोजन छ नि त यहाँ कुरा बुझ्यो है यो कन्फ्युज नहोस् यतापट्टि गर्दिए मैले अब यहाँनिर हाम्रो मोलारिटी 1 छ इन्टु x को भ्यालु पनि 1 छ नर्मालिटी कति आयो 1 आयो अब हामीलाई नर्मालिटी हामीले पत्ता लगाइसक्यौं अब हामीसँग सबै छ वेट एक्सियम छ हामीले पत्ता लगाउनु पर्ने छ है त्यसैगरी भोल्युम पनि हामीलाई दिएको छ नर्मालिटी पनि हामीसँग भइहाल्यो यो सबै कुरा भइसक्यो अब चाहिँ हामीले के गर्न सक्छौं भने अब चाहिँ हामी यो कुरा याद गरौँ है अब यो कुरा के याद गरौँ भने नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ one substance is equal to number of gram equivalent of another substance for complete neutralization अब यहाँनिर यो क्वेशनमा हेर्नुस् त यहाँनिर कम्प्लिटली न्यूट्रलाइज भएको छ कि छैन डेफिनेटली कम्प्लिटली न्यूट्रलाइज भएको छ त्यही भएर चाहिँ अब हामी के गरौँ भने नम्बर अफ एकदम म छोटकरीमा लेख्छु ग्राम इक्विभ्यालेन्ट अफ CaCO3 है इज इक्वल टु नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ के हो त ग्राम इक्विभ्यालेन्ट अफ HCl है अब हामीलाई थाहा छ यसको लागि W/E इज इक्वल टु N into V by 1000 है अब यसपछि हामीसँग यहाँनिर रहेको छ है x by 50 यो चाहिँ के को इक्विभ्यालेन्ट वेट अफ CaCO3 50 हो कि हैन अघि नै मैले याद गर्ने भनेको थिएँ चाहिन्छ यो त्यही भएर भने है इक्विभ्यालेन्ट वेट अफ CaCO3 कति हो 50 हो अब हामीसँग त्यही भएर यहाँनिर चाहिँ मैले 50 लेख्दै छु है इज इक्वल टु नर्मालिटी कति छ 1 छ भोल्युम कति छ 20 छ डिवाइडेड बाइ 1000 छ है अब यहाँनिर यसलाई काटौं ठीक छ त्यसपछि यसलाई कट गरौँ 5 2 जा 10 है यो 2 2 कट कति आयो x इज इक्वल टु 1 gm है अब कति gm अफ CaCO3 ले रियाक्ट गरेको रहेछ त 1 gm अफ CaCO3 ले रियाक्ट गरेको रहेछ यसरी गराउने है म अरु पनि धेरै भिडियोहरु बनाउँछु